निर्वाचनमा पाटन कार्य समिति हाम्रो कार्य समिति छ। पाटनबारमा 2106 मतदाता रहनुहुनेछ र रहनु भएको छ र करिब हामीले 1900 मत खस्ने गरी ओभर अगाडि बढेका छौँ बढाएका छौँ र यो समूहलाई हामीले 80% भन्दा बढी मत जाहेर गर्ने यहाँ उहाँहरूको पक्षमा मतदान हुने गरी हामीले आफ्नो गतिविधि आफ्नो तयारी र आफ्नो प्रयास अगाडि बढाइसकेको कुरा म विनम्र ढङ्गले अनुरोध गर्न चाहन्छु। त्यसै गरी यो समूहको प्रचारको लागि भैरव रूपन्देही बुटोल पाल्पा स्याङ्जा लगायत आधा छापामा जाँदाखेरि यहाँहरूबाट जुन ढङ्गको एउटा अभिमत आएको छ सुझाव आएको छ उम्मेदवारहरूबाट जुन ढङ्गले चाहिँ एउटा अभिव्यक्ति आएको छ विश्वास आएको छ मलाई के लाग्छ भने हामी काठमाडौँ केन्द्रित भएर बार सञ्चालन गर्दाखेरि देशको विभिन्न ठाउँमा नउठिकन हाम्रो एउटा खालको धारणा रहेको थियो र यहाँ जुन ढङ्गको यहाँहरूबाट सुझावले मेरै पनि कार्य समिति कसरी सञ्चालन गर्नुपर्ने पेनसँग कसरी कुराहरू राख्नुपर्ने कानुन व्यवसायको हितमा कसरी प्रतिबद्ध रहनुपर्ने धेरै कुराहरूको ज्ञान आर्जन भएको छ। यसको लागि यहाँहरू सम्पूर्णलाई मैले गुरुको रूपमा नमन गर्न चाहन्छु र म अर्को कुरा के राख्न चाहन्छु भने जो व्यक्ति जिल्लाको सचिव रह्यो अध्यक्ष रह्यो केन्द्रीय सदस्य रह्यो महासचिव रह्यो र अहिले अध्यक्ष रह्यो सबै ठाउँमा डिस्टिङ्सन भन्दा बढी मार्क ल्याएर प्राध्यापकमा पनि त्यसै गरी मार्क ल्याएर डक्टरेट पनि उपाधि प्राप्त भएको छ र उहाँका सम्पूर्ण सहकर्मीहरू उहाँको टिमलाई जिताउनको लागि एकदमै सक्रिय भएर लाग्नु भएको छ। त्यस्तो व्यक्तिले यहाँहरूको अभिमतलाई चाहिँ पूजा भगवानको एउटा प्रसाद सर गएर पेन समक्ष जुझ्नेछ आफ्नो हकको लागि अघि बढ्नेछ र 3 वर्षको कार्यकालमा डाक्टर विजय प्रसाद मिश्रको कार्यकाल एकदमै नेपालको न्यायिक इतिहासमा एउटा स्वर्णकाल रहनेछ भन्ने मैले विश्वास लिएको छु र उहाँको कार्य समितिभित्र वरिष्ठ अधिवक्ता केदार प्रसाद अधिकारी रहनु भएको छ र सिङ्गो टिम अत्यन्तै ऊर्जाशील र अन्तर्राष्ट्रिय जगतले प्रत्याएको टिम छ। यो टिमले म उच्च अदालतमा पाटनको अध्यक्षको रूपमा यो टिमसँग साक्षात्कार गरेर अघि बढ्न अत्यन्तै लोभिरहेको जानकारी गराउँदै यहाँहरू सम्पूर्णलाई बिना हिचकिचाहट ठुलो स्वरमा नभइकन आदेशमा उत्तेजनामा नभइकन संयम नैतिकता पेसाका एउटा आदर्शभित्र रहेर आफ्नो कर्तव्य एउटा कानुन व्यवसायको हितमा प्रतिबद्ध यो समूहको नेता विजय प्रसाद मिश्रको टिमलाई मतदान गर्नु हुनलाई अनुरोध गर्न चाहन्छु र एउटा हामीले नयाँ संस्कृति सुरु गरेका छौँ। फरक विचारधारा ठुला विचारधारा बोक्ने एउटा चाहिँ समूहको एउटा नयाँ संस्कृति सुरु गरेका छौँ। हामीबाट त संस्कृतिको वकिला विपरीत मत इमानदार मत कास्टिङ भएन भने नेपाली न्यायिक जगतले हामीलाई धेरै ठुलो प्रश्न गर्नेछ। त्यो हुनाले पनि हामीले अत्यन्तै इमानदार भएर यो समूहलाई अत्याधिक मत दिएर जिताएर भोलिदेखि नेपाल पहाडको इतिहासमा एउटा मिलन संस्कृतिको एउटा परम्परा सुरु गर्नुपर्छ र एउटा इमानदारी संस्कृतिको कुरा युग सुरु गर्नुपर्छ। ठुला चाहिँ शब्द ठुला आवाजले मात्रै होइन कि अविचलित ढङ्गले निष्ठाको आधारमा इमानदारिताका आधारमा पेसागत नैतिकताको आधारमा त्यसरी सादगी र एउटा चाहिँ सरल तरिकाले नै हामी जसोसुकै लडाइँ पनि जित्न सक्छौँ। हामी कहीँ गर्व गर्दैनौँ र अहिले म एउटा सानो उदाहरण राखेर बिदा हुन चाहन्छु कि एक पक्षीय रूपमा निर्वाचित गोपाल कृष्ण घिमिरेको नेपाल बारलाई धेरै ठुलो चुनौती आउँदाखेरि हरेक विचारधाराको एउटा समूहको मेरो बारबाट हामीले जुन ढङ्गले एउटा एकता प्रदर्शित गर्यौँ जुनसुकै ठाउँमा गए पनि नेपाल बार हाम्रो पेसागत सम्पूर्ण एउटा चाहिँ उहाँहरूको सङ्गठनमा चाहिँ डिभिजन आएको छ। हामीमा एकता छ। हामीले त्यो उनीहरूले कानुन व्यवसायको हकको लागि कुनै पनि विचार हेर्दैनौँ। हामी एक छौँ भनेर जहाँसुकै उद्घोष गरेका छौँ र हाम्रो उद्घोषको कारणले पनि गोपाल कृष्ण घिमिरेको चाहिँ बारले धेरै ठुलो शक्ति आर्जन गरेको कुरा म विनम्र ढङ्गले यहाँ राख्दै हामी बिचमा चाहिँ मेल नभइकन हामीले आफ्नो जुन ढङ्गको अहिले चुनौती आएको छ त्यो चुनौतीलाई सामना गर्न सक्दैनौँ। युट्युब फेसबुकमा फेक एकाउन्टहरू खोलेर धेरै ठुलो लाइक र कमेन्ट व्यवहार त्यस्तै भत्ता
डिफेन्ड गर्ने शैलीलाई परास्त गर्नको लागि पनि यो साथी एउटा सरल व्यक्तित्वको चाहिँ नेतृत्वलाई अगाडि बढाउनको लागि यहाँहरू समक्ष म विनम्र अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।